हेलो साथीहरू सम्पूर्णमा शुभ बिहानी। आज चाहिँ हामी आमा छोरा बारीतिर सागहरू यसो अनि सिमीहरू टिप्नु पर्यो भनेर आएको। कति आलु खानु, सिमी टिपेर भ्याइसके। अब फापरको साग टिप्न बाँकी छ। नानी यता आउनै लडिन्छ है ल। मलाई चाहिँ कस्तो मिठो लाग्छ क्या साथी, लतक्क कस्तो लयालो हुन्छ कि खाँदा पनि मिठो लाग्छ क्या मलाई चाहिँ। फेरि यो कस्तो मिठै हुन्छ यो नछिप्पिकन खाँदा है। तर छिप्पेपछि चाहिँ कस्तो हुन्छ थाहा भएन, म छिप्पेर चाहिँ खाएको छुइनँ। यस्तो कलिलोमा चाहिँ मिठो हुन्छ क्या साथीहरू। हजुरहरू कसलाई मनपर्छ कमेन्ट गर्नु होला। छोरो यता यता नआउनु है घारीमा ल, गुजियोहरू हुन्छ नि ल। हङले टोक्छ नि फेरि ल, हङले टोक्छ नि फेरि ल। साग टिपेर मैले चाहिँ साथीहरू फाइनली यति टिपिसकेँ होइन। हामीलाई चाहिँ यतिले पुग्छ। केसँग मिसाउनुपर्छ क्या आलुहरू केसँग। त्यही भएर आजलाई यति नै। भिडियो हेरिदिनु होला हजुरहरू।